दाई एउटा चुरो दिन न। ए दाई एउटा चुरो दिन न। ओट्ने चाहता ओठबाट आमाको दुताउला चुरोट माग्छ। चुरोट खान्छ पर्छ केटाकेटी भएर चुरोट माग्छ। दाई मेरो कुरो त सुन्नुहोस् दाई, मैले मेरो लागि मागेको होइन दाई, मेरो हजुरबाको लागि मागेको दाई। तेरो हजुरबाले एउटा चुरोट पनि काम गरेर किन खानु सक्दैन? हजुरबाले रक्सी र धुम्रपान खेर जीवन गर्नुभएको थियो, अनि अहिले आएर बक्सुमा क्यान्सर भएको छ अरे दाइ। अनि डक्टरले भन्नुभएको छ तेरो हजुरबाले के माग्छ त्यो सबै दिनु भनेर। तर दाइ मसँग किनेर दिनुको लागि फुटेको कौडीसम्म छैन दाइ। प्लिज दाइ एउटा छुट दिनु दाइ। ओहो, अहिले पो म जवानी छोरा यी सब कुरोहरू पचाउन सकिरहेको छु। तर यसरी नै मैले अत्याधिक रूपमा चुरोट सेवन गरिरहने हो भने भोलि मलाई पनि यो रोगले भेट्न सक्छ, मलाई पनि क्यान्सर हुन सक्छ। म यस्तो हुन दिन्न, म कदाचित यस्तो हुन दिन्न। मैले चुरोट छोड्नै पर्छ। हो, म आजैबाट यो चुरोट छोड्नेछु। ओहो दाइ, सरी तपाईँलाई मैले डिस्टर्ब गरेँ। होइन भाइ, केही छैन, ठिकै छ। दाइ तपाईँलाई मैले चिने जस्तो लाग्यो नि। को नि त हो? तपाईँको नाम किरण पेरे होइन? हो त, तर मैले चाहिँ भाइलाई चिन्न सकिनँ नि। तपाईँले मलाई चिन्नुहुन्न होला, तर मेरो बुबालाई चाहिँ चिन्नुहुन्छ। बुबा? मेरो बुबाको नाम चाहिँ रामबहादुर आङ्देले, उहाँको छोरो म नाङ्देले। ए रामबहादुर चिन्छु नि, म भाइको बुबालाई चिन्छु नि राम्रोसँगले। अनि कहाँ भाइ त धेरै नै परिवर्तन भइसकेछ यो ठाउँमा आएर, अनि कहाँ चिन्नु? भाइ 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 मन दुखाउँदैन भने एउटा कुरा भनौँ। किन मन दुखाउनु दाइ, भन्नु न त। अघि त्यो चुरोटले हात कति साह्रो पोल्यो अघि? हो त दाइ, साह्रै पोलेको थियो। त्यो चुरोटले त हातलाई त्यति साह्रो पोल्यो भने त्यो चुरोटको धुवाँभित्र गएर फोक्सोलाई कति साह्रो असर गर्छ होला? यसबारे के याद गरेको छ भाइले? भनेपछि दाइ तपाईँ चुरोट खानुहुन्न? चुरोट म खान्थेँ भाइ पहिले पहिले, तर अहिले छोडिसकेँ। छोडेको चाहिँ कति भयो दाइ? छोडेको यस्तै भयो होला 1.5 वर्ष जति। ओहो, भनेपछि दाइले चुरोट छोडेर पैसा त राम्रो सेभ गर्नुभयो होला। भाइ, देवकोटाको एउटा भनाइ छ नि, हातको मैला सुनका थैला के गर्न धनले। यस्तै प्रकारले यो सम्पत्ति भनेको, यो पैसा भनेको हातको मैला मात्रै हो। यो चुरो छोडेर मैले पैसा त सेभ गर्ने होला, तर यो पैसा भन्दा पनि बहुमूल्य वस्तु सेभ गरे भाइ मैले। त्यस्तो चाहिँ दाइ के चाहिँ सेभ गर्नुभयो? पैसा भन्दा पनि बहुमूल्य वस्तु यो हाम्रो लाइफ हो, हाम्रो जीवन हो।
त्यसैले भाइ मैले चुरोट छोडेर पक्कै पनि पैसा त सेभ गर्न सकिनँ होला, तर मैले आफ्नो लाइफ सेभ गरेँ। भाइले यो कुरो थाहा छ, यो युएस भित्र मात्रै वर्षमा 4,80,000 मानिस यी धुम्रपान सेवन कारणले मर्ने गर्छ। त्यसैले म भन्छु भाइ, त्यो गन्तीभित्र भोलि भाइको नाम पनि नपरोस्। मेरो यही कामना छ भाइले, चुरोट खानु वास्तवमै स्वास्थ्यको लागि एकदमै हानिकारक छ भाइ, एकपल्ट सोच। तपाईसँग आज भेटेर मैले धेरै कुरो सिक्ने अवसर पाएँ र तपाईँको कुरोले मेरो मन छुयो। त्यसै कारणले आजदेखि चुरोट छोड्ने बाचा गरेको छु। धुम्रपान त्याग्नाले पैसा सेभ नभए तापनि आफ्नो लाइफ अवश्य सेभ हुन्छ। त्यसैले मैले त आज धुम्रपान त्याग्ने निर्णय गरेँ। अब पालो तपाईँ।